आज पुस 22 गते मङ्गलबार सङ्कष्टी चतुर्दशी परेको हुनाले म चाबेल गणेशको दर्शन गर्न गएको। आजको दिन एकदमै विशेष थियो, त्यही भएर म गणेशको दर्शन गर्न गएँ। आजको दिन हजुरहरूले गणेश भगवानलाई सिन्दुर, गुड अथवा तिलको लड्डु, दुबो, रातो कपडा, धान चढाउनु भयो भने हजुरको कुनै कार्यमा विघ्न बाधा आएको छ भने पनि सुचारू हुन्छ भनेर भनिन्छ। अनि आज विशेष गरी बच्चाहरूलाई दर्शन गराउने दिन पनि हो, त्यही भएर मेरो नानीको जाडो बिदा पनि भइरहेको थियो, लगेर गएँ। टाढैबाट भए पनि दर्शन गर्नुहोस् है। आजको दिन यति विशेष छ कि साँझ भए पनि गर्न सक्नुहुनेछ। हजुरले बिहान गर्नुभएको छैन भने पनि साँझ घरमै पनि गणेश भगवानलाई तिलको लड्डु, नभए घरमा गुड छ भने गुड, सिन्दुर, दुबो, कपुर, बाटेको धुप बाल्न पनि सक्नुहुनेछ घरमै पनि। अनि त्यसपछि गएर रातो कपडा सबै घरमै चढाएर जनै, सुपारी अनि पछि मन्दिर जाँदा चढाउनु नै सक्नुहुनेछ। आज कुनै कार्यहरूमा विघ्न बाधाहरू आइरहेछन्, कार्यहरू रोकिएको छ भने हजुरले यसरी घरमै सबै चिज जुटाएर घरकै गणेशलाई बिहान नभ्याउनु भएको भए साँझ पनि चढाउन सक्नुहुनेछ। आजको दिन एकदमै विशेष हो है गणेशजीको भक्तहरूको लागि।